चाहिँ आज प्री वेडिङ सुटको लागि जाँदैछ। अहिले चाहिँ हामी प्रवेश राईको होटलमा छौँ। अब हामी कहाँ जाने अरे? हेभेन डाँडा जाने। त्यहीँ गएर भेटौँला। यस्तो भयो नाटेको अहिले चाहिँ म। हामी चाहिँ यहाँ रेडी सेट भएर बसेका छौँ होइन। प्रवेश दाइ आउँदै हुनुहुन्छ, यहाँ पछाडि हुनुहुन्छ हाम्रो भिडियो बनाइदिने। केही मुभमेन्ट दिइराख ल। बिहाइन्ड द सिन है यो चाहिँ। हेलमेटमै मेरो चाहिँ केही काम आएको छैन। मोडल म पनि हुनुहुन्छ, म चाहिँ लुगा पक्रेर बसिरहेको छु। कहाँसम्म पुगो त्यहाँ अघि तिमी भएको त्यहाँ कहाँसम्म पुग्यो? यो चाहिँ बिहाइन्ड द सिन केटीको क्लिप हेभेन डाँडामा। हल्का यसो कपाल त के मिलाइस्तो गरेर यस्तो साइडमा हेर्दै होइन, अनि यस्तो मिलाइरहेको हुन्छ। सर्ट त तपाईँले देखाइदिइहाल्यो होइन, एउटा सर्ट यो गर्ने होइन। अनि त्यसपछि अर्को जगेश भाइले चाहिँ अलिकति गिजी नै हान्दैछ यहाँ। ओइ 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 यसलाई यस्तो हल्का जिस्काइदिउँ न। चल बसिरहेको छु ल। हाँसो दाइको फेरि उडो अब ला हो फर्काइसक्नु भयो। घाममा गएर चाहिँ हुन्छ। खै ल हिरोको इन्ट्री भयो। केही काम छैन, उहाँ हेर्ने बस्ने रुँगेर बस्ने। हिरोको टर्न इन्ट्री भयो। हामी चाहिँ हेर्ने बस्ने। उहाँ दाइहरू मनाउँदै हुनुहुन्छ, हामी चाहिँ केही काम छैन। मजा आइसक्यो। 11 बजेसम्म त यहीँ लाग्यो। अब कहाँ जाने दाइ हामी? खाना खाएर अनि हामी पार्थिभरा मन्दिर जाने सुट गर्नलाई। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ 12:30 भइसक्यो। अनि त्यस पछाडि अब हामी पार्थिभरा मन्दिर जान आँटेको। पुरै लुगा एकछिन जुत्ता लगाइराखेको छु, वहीँ गएर चेन्ज गर्छु। पार्थिभरा मन्दिर अहिले चाहिँ हामी मन्दिरमा आइपुगिसकेको छौँ। मन्दिरभित्र सुट गर्दै थियौँ, भिड भयो। अनि त्यहाँदेखि पछाडि पर्खिरहेको छु, वेट गरिरहेको छु। नयाँ बिजनेस सुरु गरिसकेको छ भाइले चाहिँ त्यहाँ। अब अगाडि आयो ल पिया हिँड्न थाल्यो बिस्तारै। हाम्रो राई प्रसाद ल ल ल ल ल ल ल ल ल सकिन है सकिन दिदी र दाजुलाई। 2:30 भयो। हामी चाहिँ ड्रेस चेन्ज गरेर अब फेरि कोसी अरे कहाँ गरे जाँदैछौँ। हामी छौँ पछाडि। कहाँ जानुभयो? अगाडि दामी देखिरहेको छ सिन पनि। यस्तो बाटो हिँड्नु परेको छ लु।
कहाँ सजिलो छ र प्री वेडिङ सुट गर्नु भने यस्तो सजिलो तुमसे मोहब्बत हुई है वाह ओ जाने मन डु यु नो टन 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 behind the scene one and go अब तिम्रो पालो ल यसरी हिँड्नु परेको छ ठ्याक्क 5 बज्यो अब चाहिँ हामी घर जान्छौँ होला खाजा खाएर तम्मर खोला ए ब्लग पनि मलाई एन्डिङमा पो थाहा भयो के ब्लग पनि बाई बाई मैले एन्डिङमा वेलकम कि थ्याङ्क यू ओला ला 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 मैले एन्डिङ गर्दा थाहा भयो ब्लग पनि बन्द रहेछ ओला ला ला कम बाई बाई थ्याङ्क यू फर वाचिङ